Hi everyone, good morning. शिवानी खम्बिन नमस्ते सबैलाई। आउनुहोस् आज तपाईहरुलाई मेरो कथा व्यथा सुनाउन गइरहेछु। हेर्दै जानुहोस् न। यो चाहिँ हस्पिटल बाहिर फुलिरहेको फुल चाहिँ बिहानको भ्यू यस्तो देखिँदो रहेछ। अनि यहाँ चाहिँ म बिमारी अवस्थामा यस्तो मेडिन पाउँछ सुतिरहेको छु। त्यस्तो पानी लगाएर नि छिटो हुने युज हुन्छ। कोही नगर पानी लगाएर चाहिँ बाहिरबाट देखिने भ्यू। यो पारिको चाहिँ तारे भ्यू रहेछ। माथिनिर चाहिँ हिमाल अलिअलि निस्किँदै रहेछ। तलतिरको डाँडा काँडाहरू अनि यहाँनिर चाहिँ हस्पिटलको साथीभाइहरू भन्दा हुन्छ सबैजना बिरामीहरू। अहिले चाहिँ उहाँ पनि धेरै निको हुँदै रहेछ, जाती हुँदै रहेछ हो। म पनि धेरै जाती भइसकेँ। उहाँहरूको एकजनाको चाहिँ छुट्टी पनि हुँदो रहेछ। म चाहिँ अहिले धेरै आराममै छु, धेरै राम्रो भएको छु। सम्पूर्ण सिस्टर, नर्स, डाक्टर सम्पूर्णलाई धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। यहाँ चाहिँ भाइहरू